अलरेडी छ के छ म एकछिन बोल्न दिन्छ अब यो सबैलाई थाहा भएकै कुरा हो यो चाहिँ मानवता बस्तीको लागि यो सबैलाई थाहा छ हेर्नु चाहिँ मानव बस्तीको लागि एकदम घातक चिज हो यो जुन दीपक सिंहको घटना घट्यो यो घटना भोलि तपाईँ हामी मध्येमा कोही पनि पर्न सकिन्छ है यो कुरा सबैलाई अवगत नै छ है मेरो चाहिँ भनाइ के छ भन्दाखेरि म दुई शब्दमा त धेरै बोल्दिनँ तपाईँ हाम्रो चाहिँ सानोतिनो झै झगडा भयो कुनै लागु औषधमा पर्यो कोही चाहिँ गाउँको चाहिँ भनौँ न एउटा युवा होस् युवती होस् चाहिँ आयो चाहिँ प्रहरीले लग्यो थुनामा हालिदियो त्यसपछि के हुन्छ भन्दाखेरि तुरुन्तै ल फोन जान्छ है कुन मन्त्रालयमा जाने हो कि को मन्त्रीले जाने सांसदलाई जाने हो फोन तुरन्तै गइहाल्छ है जान्छ कि जान त्यो जान्छ नै तर अहिलेको यो अवस्थामा तपाईँ हामीले चाहिँ किन सांसदलाई मन्त्रीलाई कोही न कोहीसँग त तपाईँ हाम्रो त लिङ्क त होला नि किन चाहिँ डाइरेक्ट हामीले उहाँसँग डाइरेक्ट संवाद गरेर चाहिँ यसरी छलफल गराउन सक्ने वातावरण चाहिँ बनाउन सक्नु भएन कि तपाईँ हामी भित्र नै कमजोरी छ कि यो चाहिँ अहिले म चाहिँ यो मैले बुझ्छु सांसदसँग भनेको गाउँको मिलेर जानु हो त्यो मिलेर जानु भनेको त्यो सकिसक्यो अब मिलेर जानु त्यो एउटा चाहिँ लागु औषधमा पर्यो उसले गल्ती गरेर उसले थुनामा हाल्दा चाहिँ फलाना मान्छे निकाल्नुपर्छ भने यहाँबाट फोन गर्ने सांसदको घरमै जाने नेताको घरमै जाने तर अहिले यो अहिलेको लागि मात्र हो नि त यो दीपक सिंह तानको लागि मात्रै होइन यो भोलि यसमा चाहिँ जो पनि पर्न सकिन्छ यो चाहिँ एकदम दीर्घकालीन घातक हो नि त यो विषयमा तपाईँहरूले हिजो घटना घट्दै गर्दाखेरि एउटा स्ट्याटस त हाल्न सक्नुहुन्छ नि सक्नुहुन्न सबैको स्ट्याटस देख्दाखेरि केही न भने सामाजिक त पिजिन्छ नि सोसियल जस्टिस त हुन्थ्यो होला केही न केही त है तर यो एकदम कमजोरी छ तपाईँ हामीभित्र पनि एकजुट छैन चाहिँ तपाईँ हामी अहिले यसरी एकजुट भएको छ के को लागि अहिले चाहिँ मिला जस्तो छोटो खाली बोली बाहिर गइसकेपछि त्यो अर्कै खालको चाहिँ तपाईँको विषयवस्तु चाहिँ हुन्छ किनभने 13 नम्बर वडाभित्र पनि मैले धेरै चाहिँ कुराहरू विकासको क्रमको कुराहरू पनि यहीँ पनि छ फलाना ठाउँमा त जङ्गल छ त्यहाँ केलाई सिलाब हालिदिनु त्यहाँ बन्द गरिदिनु यता सिलाब छ यता हालिदिनु त्यो जङ्गल छ त्यो जङ्गल देख्ने हो त त्यो जङ्गल राख्नु भन्यो नै तपाईँको वन्यजन्तु छिर्नु हो कि होइन हामीले कसरी बुझ्ने त यो चाहिँ फलानाको एरिया हो यहाँ नजाउँ यसलाई चाहिँ अब स्कुलको एरिया पर्छ अब उदाहरणको लागि म स्कुलकै दिन्छु जुन अहिले यहाँ चाहिँ अलिकति सिलाब हुन बाँकी छ अनि तपाईँको चाहिँ यहाँ पनि अब राजनीतिक छिराहरूभित्र के छ त्यो सुन्ने होइन अब यो चाहिँ स्कुलको पर्छ यसले कसरी हुन्छ स्कुलको चाहिँ एउटा बाख्रा बनाएर त्यसलाई ब्लकै गरिदिउँ यता छँदैछ नि विकल्प भन्ने कुराहरू छ यस्तो कुराहरू छ यो भनेको चाहिँ के छ भन्दाखेरि तपाईँ हामीभित्र नै एकता छैन फलानाको ठाउँमा विकास होला हाम्रो चाहिँ हुँदैन छोडिदिउँ हाम्रो बजार बनाउन त्यो खालको मानसिकता मनसाय बोकेर चाहिँ त्यो यो त अन्त्य त हुँदैन यसको लागि तपाईँ हामीले पनि मानवताको सोच विचार लिनुपर्छ कि तपाईँ हामी सबै एउटै हो कि यो त एउटा अन्तर्राष्ट्रिय स्तरको चाहिँ सबैलाई थाहा छ अन्तर्राष्ट्रिय स्तरको चाहिँ यो मामला हो भनेर तर यसलाई कसरी चाहिँ हामीले चिन्न सकिन्छ त त्यो चिन्नलाई त तपाईँ हामी सबै चाहिँ एकजुट हुनु पऱ्यो नि त भित्रदेखि नै अहिले यहाँ जतिजना हुनुहुन्छ नि उहाँहरू सबै जुन कोही पनि हुनुहुन्न होला सायद कोही माननीय चाहिँ सँग सम्पर्क नहुने कोही न कोही चाहिँ तपाईँको प्रतिनिधिसँग सम्पर्क नहुने कोही पनि हुनुहुन्न होला सबै नेता हुनुहुन्छ एउटा चाहिँ खुसीको कुरा के छ भन्दाखेरि 12, 13, 14मा चाहिँ नेता धेरै जन्मिनु भएको छ त्यसको लागि चाहिँ म ताली नै बजाउँछु धेरै नेताहरू हुनुहुन्छ त्यो गर्वको कुरा हो तर पढ्दा बेलामा यस्तै बेलामा हो कि हामीले सोसियल मिडियातिर पनि चाहिँ जस्टिस दिनुपर्छ मेरो भनाइ यति हो।